अनि मैले के देखेँ भने आज बहिनीको रुममा सुतिरहेको थिएँ। मैले चाहिँ के देखेँ भनेपछि यहाँ बहिनीको स्केचहरू है, यस्तो दामी पेन्टिङ स्केच गरेर बस्छिन् कि हाम्रो प्यारी बहिनीको। आमामा कसरी देखाउने यसलाई यसरी। मेरो सानी बहिनी अहिले 9 क्लासमा पढ्छिन् उनी। वाटर स्केच, वाउ। अर्को पनि छ राम। ओ अनुष्का बेबी हिजोको एकदम लङ हेयर हुने बहिनीले, एकदम लङ हेयर हुने बहिनीले बनाएको यो सब। माई गुडनेस। ए छैन र चाहिँ यहाँभित्र छ होला। मैले यो खोलिसकेँ। आमामामा कति साह्रो त हो मेरो बहिनी, कति साह्रो ट्यालेन्ट त हो। स्कुलको टपर पनि हो। सो क्युट। कोसिस चाहिँ गरेछ है मेरो बहिनीले। ल यतातिर छैन रहेछ। अब लेट मी ओपन दिस। वाउ, यो चाहिँ पहिलाको सुरुवाती उसमा होला है, कोसिस गर्दाखेरि, यो स्टार्ट गर्दाखेरि। माई गॉड बहिनी कति राम्रो बनाएको हो र। बच्चैदेखि आर्टिस्ट थियो नि मेरो बहिनी त, बच्चैदेखि आर्टिस्ट। ओहो वाउ कति राम्रो। मेरो बहिनी त आर्टिस्ट नै हो कि। जम्मा 9 क्लासमा पढ्छिन् मेरो बहिनी। ओहो व्हाट इज दिस, आई हेभ गट माई आइज अन यु। अरे जस्ट स्टडी इन 9 क्लास। यो चाहिँ पहिला गयो। यो चाहिँ मलाई पनि थाहा छ, याद छ। मेरो बहिनीले सुरुमा स्केचिङ सिक्दाखेरिको यो चाहिँ। यो सबै भरेर आउँछ होला कि मेरो बहिनीले भरेर आएको छ होला। यो 7-8 मा पढ्दाखेरिको 8 क्लासको। के यस्तो त मेरो बहिनीले बच्चामै बनाउँदै 1-2 क्लासमा पढ्दाखेरि मोबाइल देख्यो, मोबाइल फेन्टाको बोतल देखेँ, फेन्टाको बोतल। यो स्मी बहिनी बनाइदिएको। आमामा फोटो हेरेर बनाइदिएको मेरो बहिनीले। अर्को बहिनीको फोटो बनाएको स्मी बहिनीको। आमा यो अस्मिता बहिनी जस्तो लाग्यो है मलाई चाहिँ। हेर यो कस्तो राम्रो हो त। माई गॉड। ल यस्तो छ। यो चाहिँ सुरुवात भइरहेको रहेछ। सो क्युट। धेरै छ। को हेन्डसम बनायो त नि यसले। फेरि कसलाई हेरेर बनायो है यसले। वाउ। अब चाहिँ छैन कि भने किन नहुनु गौतम बुद्ध। यता चाहिँ कोसिस गरिरहेको रहेछ नि यहाँ गौतम बुद्ध बनाएको। मेरो बहिनी त। ल यो चाहिँ सकियो है त। अब नेक्स्ट यो चाहिँ सुरुवाती क्षणहरूमा रहेछ। यो सुरुको यो चाहिँ मसँग थियो मेरो बहिनीले सिक्दाखेरि। यो चाहिँ मैले हेरेको थिएँ। यो चाहिँ आर्ट कम्पिटिसनमा अस्ति भाग लिन जाँदाखेरि चाहिँ यो प्र्याक्टिस गरेको थियो मेरो बहिनीले, मैले देखेको थिएँ। ओहो कोसिस जारी छ। यो चाहिँ हुँदै छोड्नु भएको छ। ल यो चाहिँ अब भएको छैन रहेछ, टाइम लाग्छ। यो चाहिँ बहुत टाइम लगाउँदैछिन् मेरो बहिनीहरू, प्र्याक्टिस हुँदैछ।
हुँदैछ ओ माई गॉड को हो कि अहिले पनि यही मान्छे जस्तो लाग्थ्यो त को बनाइरहेछ मेरो बहिनीले स्केचमा छैन ल